नमस्कार, म हुँ ताराप्रसाद सापकोटा। सदाको जस्तै आज पनि एक प्रेरणादायी सन्देश लिएर उपस्थित भइसकेको छु। मलाई आशा छ यो सामग्रीबाट यहाँहरूको जीवनमा पनि सकारात्मक ऊर्जा प्राप्त हुनेछ। आदरणीय साथीहरू, आजको भिडियो सामग्रीमा क्रिटिकल थिङ्किङ समालोचनात्मक सोचको विषयमा छोटो भिडियो सामग्री प्रस्तुत गर्ने अनुमति चाहन्छु। वास्तवमा क्रिटिकल थिङ्किङ भनेको हरेक कुरा सुनेपछि तुरुन्तै विश्वास गर्ने होइन, त्यसबारेमा प्रश्न गर्ने, बुझ्ने, त्यसका फाइदा बेफाइदा, राम्रा पक्ष नराम्रा पक्ष, विशेषता महत्त्व यावत कुराहरूको बारेमा बुझ्ने र आफ्नो निर्णय आफै बनाउने एउटा अद्भुत क्षमता हो। हामी सबै निर्णयमा दिनहुँ जस्तो एउटा नयाँ नयाँ सोच निर्माण गर्ने गर्छौँ। वास्तवमा क्रिटिकल थिङ्किङ भनेको के हो त? क्रिटिकल थिङ्किङ भन्नाले देखेको, सुनेको वा पढेको कुरा मात्रै गर्ने होइन। त्यसबारेमा हामीले आफ्नो सोच, आफ्नो विचार, आफ्नो भावना राख्ने कुरा पनि हो। तर्क, प्रमाण, विश्लेषण गर्दै सत्य तथ्य पत्ता लगाउने क्षमता हो। यसले मानिसलाई होसियारी र आत्मविश्वास अनि सही निर्णय गर्न सहयोग गर्छ। जस्तो मानौँ कि कसैले भन्यो यो वस्तु किन्दा तिमीलाई 100% राम्रो हुन्छ। अब क्रिटिकल थिङ्किङ गर्ने मानिसले भन्छ यसको प्रमाण के छ, किन, कसरी 100%? यी यस्ता प्रश्नको एउटा जवाब खोज्ने गर्छ। अनि यो किन आवश्यक छ त? आजको डिजिटल युगमा हरेक दिन नयाँ नयाँ अफवाहहरू फैलाइने गरिन्छ। हामी सामाजिक सञ्जाललाई एकचोटि हेर्ने हो भने विभिन्न किसिमका समाचारहरू, विषयवस्तुहरू आउने गर्छन्। गलत सूचना, भ्रामक विज्ञापन, सामाजिक दबाव सबै बढ्दै गइरहेका छन्। यसप्रति तपाईँ हामी सबै सचेत हुनु जरुरी छ। यो सबैबाट बस्न क्रिटिकल थिङ्किङ अत्यन्तै महत्त्वपूर्ण हुँदै आइरहेको छ। केही बुदाहरूबाट यसका फाइदाहरूलाई केलाउने कोसिस गरौँ। गलत निर्णयबाट बचाउँछ। वास्तवमा त्यो विषयवस्तुको बारेमा कुनै जानकारी प्राप्त भइसकेपछि त्यसका यावत विषयमा हामीले अलिकति पनि नसोच्ने हो भने हामीलाई गलत काम गर्न प्रशय दिइरहेको अवस्था हुनसक्छ। तसर्थ त्यसले हामीलाई के गराउँछ, गलत निर्णय लिन पनि बाध्य बनाउन सक्छ। तसर्थ राम्रो कुरा राम्रोसँग सोचेर विचार गरेर त्यसका प्रभावहरू, त्यसका सकारात्मक र नकारात्मक प्रभावहरूको बारेमा राम्रोसँग बुझेर मात्रै हामी अगाडि बढ्नुपर्ने हुन्छ, जसले गर्दा हामीलाई गलत निर्णय गर्नबाट बचाउँछ। समस्याको सही समाधान निकाल्न मद्दत गर्छ। हामीले कुनै कुरा सोच्ने बित्तिकै, कुनै कुरा थाहा पाउने बित्तिकै थाहा पाएका कुराहरूबाट हामीले आफ्नो व्यक्तिगत जीवनमा, पारिवारिक जीवनमा या सामाजिक जीवनमा त्यसको सकारात्मक प्रभाव र नकारात्मक प्रभावको विषयमा राम्रोसँग नबुझेसम्म अगाडि बढ्नु घातक सिद्ध हुन्छ। त्यसैले यसले के गराउँछ, अलिकति सोच्न सक्ने क्षमतालाई हामीले डेभलप गर्न सक्यौँ, विकास गर्न सक्यौँ भने समस्यालाई सही तरिकाले सजिलैसँग समाधान गर्न सक्ने बाटो यसले निर्माण गराउँछ। स्वतन्त्र तार्किक सोचको विकास हुन्छ। जब तपाईँले कुनै विषयमा सोच्नुहुन्छ, तपाईँले आफ्नो भ्यू, आफ्नो भिजन त्यहाँ प्रस्तुत गर्न सक्नुहुन्छ भने तपाईँ पक्कै पनि स्वतन्त्र हुनुहुन्छ र तपाईँले आफ्नो विचार, आफ्नो भावना तार्किक रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ। त्यसैले थिङ्किङ, पोजिटिभ थिङ्किङ या समालोचनात्मक क्रिटिकल थिङ्किङको रूपमा हामीले आफ्नो मन मस्तिष्कलाई अत्यन्तै प्रयोगमा ल्याउन सक्नुपर्छ। ती कुराहरूलाई राम्रोसँग सोच्न सक्नुपर्छ। यति मात्र होइन, आत्मविश्वास बढ्छ। जब तपाईँले कुनै घटना घटेको थाहा पाउनुभयो या कुनै विषयवस्तुको बारेमा तपाईँलाई जानकारी भयो, त्यसलाई राम्रोसँग अध्ययन गर्नुभयो, राम्रोसँग चाहिँ विचार पुर्याउनु भयो भने तपाईँले बोल्ने कुरामा, तपाईँले काम गर्ने सन्दर्भमा पनि तपाईँलाई आत्मविश्वास बढेर आउँछ। किनभने तपाईँ असफल हुनुहुन्न। यस सन्दर्भमा चाहिँ तपाईलाई आत्मविश्वास
पक्कै पनि बढ्ने गर्छ। अन्तिममा यसलाई यसरी पनि हेर्न सक्छौँ, सिकाइ अझै प्रभावकारी हुन्छ। तपाईको सिकाइ, तपाईले कुनै विषयवस्तुलाई हेर्ने तरिका, तपाईले त्यो विषयवस्तुलाई बुझ्ने तरिकामा फरक बनाउँछ, जसले गर्दा तपाईको सिकाइमा अझ बढी दिगोपन र अझ बढी प्रभावकारी हुन पक्कै पनि सक्छ। यसका क्रिटिकल थिङ्किङका 5 मुख्य आधारहरूलाई हामीले यसरी हेर्न सक्छौँ। प्रश्न गर्न क्षमता, तपाईँ जिज्ञासु हुनुहुन्छ, तपाईले त्यो विषयवस्तुको बारेमा धेरै कुराहरू जान्न खोज्नुहुन्छ, जसले गर्दा तपाईँ प्रश्न गर्नुहुन्छ। प्रश्न गर्ने क्षमता तपाईको विकास हुन्छ। कसैले के भन्यो, किन भन्यो, त्यसका आधारहरू के हुन सक्छन्, प्रश्न गर्ने बानीले आधा समस्याको समाधान दिन्छ। तपाईले प्रश्नभित्र प्रश्न होइन, प्रश्नभित्र तपाईले उत्तर पाउनुहुन्छ, जसले गर्दा तपाईले तपाईको प्रश्न गर्ने क्षमतामा विकास हुन्छ। प्रमाण खोज्ने बानी, वस्तुगत र अर्थगत ढङ्गले कुनै पनि वस्तुलाई हामीले हेर्यौं, बुझ्यौं, त्यसबारेमा अध्ययन अनुसन्धान गर्न खोज्यौं भने त्यसबाट पक्कै पनि प्रमाण खोज्ने अभ्यास हुन्छ। बिना प्रमाण, बिना आधार मानिस बोल्नु हुँदैन, कुनै पनि काममा अगाडि बढ्नु हुँदैन। कसैले भनेको मात्र प्रमाण हुँदैन। तथ्य, डाटा, अनुभव, तर्क यिनै प्रमाणका रूपमा देखा पर्छन्। 3 नम्बरमा रहेको छ तार्किक सोच। जब तपाईले कुनै विषयवस्तुको बारेमा बुझ्नु भएको छ, कुनै विषयवस्तुको बारेमा अध्ययन गर्नु भएको छ, त्यस बारेमा अरूको भन्दा पनि तपाईको आफ्नो नयाँ भिजन छ, नयाँ सोच छ, नयाँ विषयवस्तु छ, नयाँ चिन्तन र विचार छ भने पक्कै पनि तपाईँ तार्किक हुनुहुन्छ। तपाईले तर्कसँग ढङ्गले त्यो विषयवस्तुको बारेमा राम्रोसँग बुझ्नुहुन्छ र त्यसलाई चाहिँ सामाजिक रूपमा व्यवहारमा उतार्न सक्नुहुन्छ। त्यसैले तपाईको तार्किक सोचको पनि विकास हुन्छ। भावनामा होइन, तर्कमा निर्णय गर्न सक्ने क्षमता तपाईको बढ्छ। जस्तै कि मित्रले महँगो फोन किने भनेर मैले पनि किन्नै पर्छ भन्ने त छैन नि। त्यसर्थ तार्किक सोचको विकास गर्न क्रिटिकल थिङ्किङ, तपाईको सोचको विकास यसरी पनि बढ्ने गर्छ। 4 नम्बरमा रहेको छ विभिन्न दृष्टिकोण बुझ्ने। तपाईले आफ्नो दृष्टिकोण राख्नुभन्दा अगाडि, तपाईले आफ्नो योजना, तपाईले आफ्नो भावनालाई अगाडि सार्नुभन्दा अगाडि तपाईले धेरै मानिसहरूको विचार, धेरै मानिसहरूको भावनालाई सुन्ने र बुझ्ने गर्नुहुन्छ। किनभने त्यो विषयवस्तु, त्यो घटना, त्यो परिस्थितिको बारेमा तपाईले सूक्ष्म अध्ययन गरिरहनु भएको हुन्छ। यसले गर्दा तपाईलाई के थाहा हुन्छ, हरेक व्यक्तिहरूको दृष्टिकोण, भावना, विचार के छ, त्यो विषयवस्तुको बारेमा त्यो कुरा तपाईले जान्नु सक्नुहुन्छ। एकमात्र मत होइन, विपरीत मत पनि तपाईले बुझ्न सक्नुहुन्छ। यसले तपाईको सोचलाई अत्यन्तै गहिरो बनाउँछ। अन्तिममा 5 नम्बरमा रहेको छ निष्कर्ष बनाउनु। तपाईले हरेक विषयवस्तुलाई हेर्नु भएको छ, अध्ययन गर्नु भएको छ, बुझ्नु भएको छ भने त्यसबाट धेरै मानिसहरूको कुरा सुनेर, धेरै मानिसहरूको भावनालाई आत्मसात गरेर, सुनेर, राम्रोसँग बुझेर त्यस बारेमा तपाईको एउटा छुट्टै कुरा, छुट्टै भिजन र छुट्टै योजना तपाईले निर्माण गर्न सक्नुहुन्छ, निष्कर्षमा पुग्न सक्नुहुन्छ। वास्तवमा यो ठिक वा बेठिक, राम्रो वा नराम्रो, यसले सामाजिक जीवनमा, पारिवारिक जीवनमा, व्यक्तिगत जीवनमा कुन किसिमको प्रभाव पार्न सक्छ भन्ने कुरा तपाईलाई राम्रोसँग ज्ञान हुन्छ। सबै जानकारी मिलाएर आफ्नो निर्णय बनाउन तपाईले सक्नुहुन्छ। कुन निर्णय सही छ र कुन निर्णय गलत छ भन्ने कुरा राम्रोसँग बुझेर मात्रै तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। आखिर दैनिक जीवनमा क्रिटिकल थिङ्किङ कसरी प्रयोग गर्ने होला त? सामाजिक सञ्जालमा आएका समाचार तुरुन्त नमान्नु। ती सबै कुराहरू, सबै समाचारहरू सत्यतामै आधारित छन् भन्न सकिँदैन। पहिला त्यो स्रोत, त्यो समाचार कुन स्रोतबाट आएको छ त्यो राम्रोसँग बुझ्न जरुरी छ। दोस्रो कुरा रहेको छ कसैले दिएको सुझाव आँखा चिम्लेर नमान्नु। सुझाव आफैमा 100% ठिक हुन्छ भन्न सकिँदैन। कहिलेकाहीँ तपाईको परीक्षा लिएको पनि हुनसक्छ। कहिलेकाहीँ तपाईलाई अप्ठ्यारो परिस्थितिमा पार्नको लागि सुझावको नाउँमा फरक ढङ्गको कुराहरू आउन पनि सक्छ। तपाईको परिस्थिति र तथ्य, विकल्पहरू विचार गर्नुहोस्। 3 नम्बरमा रहेको छ कुनै निर्णय गर्दा यदि, किन, कसरी भन्ने प्रश्न सोध्नु होला।
कुनै पनि विषय वस्तुको बारेमा आफ्नो विचार राख्नुभन्दा पूर्व कुनै घटनाक्रमलाई तपाईले आफ्नो तरिकाले अध्ययन गरिसकेपछि पनि त्यो किन घटना घट्यो, त्यो घटना कसरी घट्न पुग्यो, यसले व्यक्तिगत पारिवारिक र सामाजिक जीवनमा कुनै किसिमको प्रभाव पार्न सक्छ, कुनै किसिमको नकारात्मक वा सकारात्मक असर पार्न सक्छ भन्ने कुरालाई राम्रोसँग सोध्न र बुझ्नु आवश्यक छ। एउटै समस्या हेर्दा 2-3वटा विकल्प रोज्ने। तपाईले कुनै एउटा समस्या कुनै एउटा विषयवस्तुलाई हेर्नु भएको छ भने त्यसलाई 2-3वटा पेरिफेरीमा रहेर 2-3वटा घटनाक्रमलाई जोडेर त्यसलाई चाहिँ अध्ययन गर्न जरुरी छ। विकल्पको विषयमा सोच्न जरुरी हुन्छ। जस्तो कि बच्चा पढाइमा कमजोर छ भने ट्युसन क्लास लगाइदिने हो कि, समय व्यवस्थापन गर्न सिकाउने हो कि, सिकाइको शैलीलाई परिवर्तन गर्ने हो कि, कुन बाटो अपनाउँदा बच्चालाई सहज हुन्छ, बच्चाले कुन कुरामा अलि बढी ध्यान दिएको छैन हो त्यो कुरालाई हामीले प्रयोगमा ल्याउन जरुरी छ। कुनै पनि निर्णय गर्दा भावनामा होइन तर्कले निर्णय गर्ने अभ्यास गर्नुपर्छ। भावनात्मक शैलीमा हामीले कुनै पनि निर्णय गर्दा कहिलेकाहीँ अर्थको अनर्थ लाग्न सक्छ। त्यसैले तर्कसङ्गत ढङ्गले वस्तुगत रूपमा हेरेर बुझेर अनि मात्र निर्णय लिनु जरुरी छ। विद्यार्थी भाइ बहिनीहरूको लागि क्रिटिकल थिङ्किङको आवश्यकता किन र कसरी? सब्जेक्ट पढ्दा किन यस्तो भयो भनेर सोध्ने गर्नुहोस्। विषयवस्तुको बारेमा तपाईको कथाको हुन सक्छ, कुनै एउटा प्रबन्ध निबन्धको हुन सक्छ, कुनै कविताको अर्थको विषयवस्तुमा हुन सक्छ। याद गर्ने होइन, बुझेर पढ्नुहोस्। यसले तपाईलाई सोच्न सक्ने क्षमताको विकास गराउँछ। समूह छलफल विचार आदान प्रदान गर्नुहोस्। समूहमा पनि तपाईले केही कुरा कुनै विषयवस्तुको बारेमा तपाईले समूहमा छलफलमा बसेर निर्णय लिन सक्नुहुन्छ। यति मात्र होइन, समूहमा छलफलमा बसेर निर्णय तपाईको सिकाइमा दिगोपन पनि आउन सक्छ। शिक्षकले दिएको असेसमेन्टमा आफ्नो विश्लेषण थप्ने गर्नुहोस्, जसले गर्दा तपाईको यो क्षमता तपाईको चाहिँ पढाइको स्तर उकासिन्छ। पुस्तक, सामग्री वा भिडियोबाट सिक्दा तुलना र विश्लेषण गर्नुहोस्। यो सामग्री र यो सामग्री बीचको अर्थ फरकपन के छ, समानता के छ, यो सामग्रीलाई हामीले कसरी प्रयोग गर्ने र यो विषयवस्तुलाई हामीले कसरी प्रयोग गर्ने भन्ने कुरालाई अत्यन्तै सही तरिकाले लिन जरुरी छ। हामी निष्कर्षमा जाउँ। क्रिटिकल थिङ्किङ भनेको आफूलाई बुद्धिमानी बनाउने एउटा महत्त्वपूर्ण शक्ति हो। आदरणीय साथीहरू, यो सोचले हामीलाई सही निर्णय गर्न सिकाउँछ, राम्रो भविष्य निर्माण गर्न सिकाउँछ, सुरक्षित सामाजिक जीवन व्यतीत गर्न सिकाउँछ। यति मात्र होइन, हाम्रो जीवनमा आत्मविश्वास बढाउँछ। त्यसैले आजैदेखि कुनै पनि विषयवस्तुमा किन, कसरी, के प्रमाण छ भन्ने प्रश्न सोध्न सुरु गरिहालौँ। सोच बदलियो भने मात्रै जीवन बदलिन्छ। हस्त, धन्यवाद। यो भिडियो सामग्रीबाट ओजेल पढ्छु। नमस्कार।